आम सर्वसाधारणका लागि आइपिओ बिक्री खुल्ला गरेको ओदर सेक्टरको ट्रेड टावर कम्पनी लिमिटेडको आइपिओ बाँडफाँड हुने मिति चाहिँ तोकिएको छ। यस कम्पनीको आइपिओ कहिले बाँडफाँड हुन्छ र आइपिओ बाँडफाँड पश्चात चाहिँ नेप्सेमा पहिलो कारोबार गर्नका लागि यस कम्पनीले कतिको ओपनिङ मूल्य प्राप्त गर्नेछ र कम्पनीको आइपिओ हात पार्नका लागि कतिजनाले आवेदन दिनुभएको छ र कतिजनाले यस कम्पनीको आइपिओ हात पार्नुहुनेछ र कम्पनीको रिजल्ट आइसकेपछि चाहिँ हामीले सबैभन्दा पहिले यस कम्पनीको रिजल्ट्स हेर्नको लागि चाहिँ कसरी हेर्ने भनेर आजको यस भिडियोमा जानकारी दिन गइरहेको छु। यदि तपाईले ट्रेड टावर कम्पनी लिमिटेडको आइपिओ एप्लाई गर्नुभएको थियो भने चाहिँ यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला साथीहरू। तपाईँ यस युट्युब च्यानलमा फर्स्ट टाइम भिजिट गर्दै हुनुहुन्छ भने चाहिँ शेयर मार्केट सम्बन्धी सम्पूर्ण अपडेट नछुटोस् भन्ने चाहनुहुन्छ भने यस युट्युब च्यानललाई सब्स्क्राइब गरेर जोडिए नबिर्सनु होला। भिडियोलाई एक लाइक गरिदिनुहोस्। भिडियो सुरु गरौँ। ट्रेड टावर कम्पनी लिमिटेडले ओदर सेक्टरबाट चाहिँ पहिलो चरणमा योजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि आइपिओ बिक्री गरिसकेपछि दोस्रो चरणमा आम सर्वसाधारणका लागि आइपिओ बिक्री गरेको थियो। कम्पनीले निष्कासन गरेको आइपिओमा आवेदन दिने समय अवधिसम्म चाहिँ जम्मा आइपिओ भर्ने 21,71,154 जनाले आइपिओमा आवेदन दिनुभएको छ भने यस कम्पनीले आइपिओ बिक्री खुल्ला गरेको आइपिओ मध्ये चाहिँ प्रत्येक आवेदकलाई 10 किताका दरले बाँडफाँड गर्ने भने 3,29,650 जनाले यस कम्पनीको आइपिओ 10 किताका दरले हात पार्नुहुनेछ र यो चाहिँ आइपिओ चाहिँ आजसम्म अर्थात् नयाँ नेप्सेको अध्यक्ष आए पछाडि चाहिँ सबैभन्दा धेरै जनाले हात पार्ने किसिमको आइपिओ रहेको छ साथीहरू। किनभने यत्रो धेरै कितामा चाहिँ अहिले आइपिओ खुलेको छैन। यो आर्थिक वर्ष र विगतको आर्थिक वर्षमा पनि यत्रो धेरै भोलममा चाहिँ आइपिओ खुलेको थिएन है। र आइपिओ भर्ने मध्ये पनि आइपिओ नपर्ने भने 18,41,504 जनाको भने यस कम्पनीको आइपिओबाट चाहिँ हात खाली नै जानेछ। र यो कम्पनी चाहिँ ओदर सेक्टरको रहेको छ र यस कम्पनीले आइपिओ बाँडफाँडको मिति सार्वजनिक गरिसकेको छ। यस कम्पनीको आइपिओ बाँडफाँड चाहिँ असारको 1 गते आइतबारका दिन आइपिओ बाँडफाँड हुनेछ। यस कम्पनीको आइपिओको इस्यु म्यानेजरका रूपमा रहेको लक्ष्मी सनराइज क्यापिटल्स लिमिटेडले चाहिँ यस कम्पनीको आइपिओ चाहिँ असारको 1 गते आइतबारका दिन बाँडफाँड गर्ने गरी तयारी गरिरहेको छ। कम्पनीको कुल चुक्ता पुँजीको 48.696% चाहिँ यस कम्पनीले आम सर्वसाधारणका लागि आइपिओ बिक्री खुल्ला गरेको थियो। 39,71,693 किता बराबरको आइपिओ चाहिँ यस कम्पनीले आम सर्वसाधारणका लागि निष्कासन गरेको थियो। आम सर्वसाधारणलाई पहिलो चरणमा वैदेशिक रोजगार कोटामा 10% छुट्याएर बिक्री गरिसकेपछि चाहिँ यस कम्पनीले दोस्रो चरणमा चाहिँ आम सर्वसाधारणका लागि आइपिओ बिक्री खुल्ला गरेको थियो साथीहरू। यस कम्पनीको ओपनिङ रेन्ज चाहिँ कति हुन्छ त अब आइपिओ बाँडफाँड पश्चात भनेर जानकारी लिनुहोला। यस कम्पनीको आइपिओ बाँडफाँड पश्चात नेप्सेमा सूचीकरण भएर पहिलो कारोबार गर्नका लागि यस कम्पनीले 123 रुपियाँ 09 पैसादेखि 369 रुपियाँ 27 पैसासम्मको चाहिँ ओपनिङ मूल्य प्राप्त गर्नेछ। र आजसम्म जति पनि कम्पनीहरूले आइपिओ बिक्री खुल्ला गरेका छन् र नेप्सेमा लिस्टिङ भएका छन् ती सबै कम्पनीहरूले अधिकतम मूल्यमै ओपनिङ मूल्यमा कारोबार गरेको हुँदाखेरि चाहिँ यस कम्पनीले पनि 369 रुपियाँ 27 पैसामै पहिलो कारोबार गर्ने देखिन्छ साथीहरू। आइपिओ बिक्री खुल्ला गर्दा प्रकाशन गरेको रिपोर्टको आधारमा यस कम्पनीको इपिएस भने 5.63 रहेको छ र आइपिओ बिक्री खुल्ला गर्नका लागि यस कम्पनीले प्राप्त गरेको इक्रा रेटिङ भने चाहिँ इक्रा NPB-IR रहेको छ। र यो कम्पनीको आइपिओ तपाईलाई परोस् भन्ने चाहनुहुन्छ भने कमेन्ट सेक्सनमा ओम लेख्न नबिर्सनु होला। यस कम्पनीको बारेमा अन्य कुनै विवरण जान्न चाहनुहुन्छ भने पनि तपाईले आफ्नो जिज्ञासालाई चाहिँ कमेन्ट सेक्सनमा राख्न सक्नुहुन्छ। आगामी भिडियोमा म तपाईलाई तपाईको कमेन्ट सम्बोधन गर्दै जानकारी दिने चाहिँ कोसिस गर्नेछु साथीहरू। र यस कम्पनीको आइपिओ को नतिजा सबैभन्दा पहिले तपाईं हेर्न चाहनुहुन्छ भने चाहिँ यस कम्पनीको आइपिओ को इस्यु म्यानेजरमा रूपमा रहेको लक्ष्मी सनराइज क्यापिटलको आधिकारिक वेबसाइटमा गएर आइपिओ अलटमेन्ट अर्थात् आइपिओ रिजल्ट चेक भन्ने अप्सनमा गएर तपाईले यस कम्पनीको नाम र बोर्ड नम्बर राखेर चाहिँ सर्च गर्न सक्नुहुनेछ। त्यसरी सर्च गर्दा तपाईले सबैभन्दा पहिले आइपिओ को रिजल्ट चाहिँ थाहा पाउनलाई सक्नुहुनेछ साथीहरू। त्यो एकदमै इजी रहेको छ। त कुनै पनि वेब ब्राउजरमा गएर चाहिँ लक्ष्मी सनराइज क्यापिटल्स भनेर टाइप गर्नु होला र सर्च गर्नु होला साथीहरू। लक्ष्मी सनराइजको आधिकारिक वेबसाइटमा पुगिसकेपछि तपाईले चाहिँ त्यहाँनेर आइपिओ अलटमेन्ट अर्थात् आइपिओ रिजल्ट चेक भन्ने अप्सन पाउनुहुनेछ र त्यहाँबाट चेक गर्न सक्नुहुनेछ। रिजल्ट आइसकेपछि 1-2 घण्टा भित्र चाहिँ तपाईले मेरो शेयर अर्थात् मेरो शेयर आइपिओ रिजल्ट चेक एप्लिकेशन्सको थ्रुबाट पनि चेक गर्नलाई सक्नुहुनेछ। यो थियो सबैभन्दा पहिले आइपिओ रिजल्ट चेक गर्ने तरिकाको बारेमा। र तपाईं यस्तै आइपिओ एफपिओ र शेयर मार्केट सम्बन्धी विभिन्न किसिमका जानकारी लिन चाहनुहुन्छ भने मलाई सब्स्क्राइब गरेर जोडिन नबिर्सनु होला। ह्याभ अ नाइस डे। शुभ दिन। धन्यवाद।